दिदी यहाँ सब कहाँ छ दिदी कहाँनिर दिदी कता तल ल वेलकम छ साथीहरु मेरो युट्युब च्यानलमा सबैजना नमस्कार यार कस्तो भयो हजुरहरुको मेरो त राम्रै भयो हैन अब हाम्रो यसपालि टीका पनि थिएन त्यही भएर अलि यसो खाइयो पियो तास खेल्यो रमाइलो गर्यो है त ल अहिले चाहिँ यता ठ्याक्क स्कुटरहरु लिक्विड पनि हाल्नु पर्यो अगाडि पछाडि भनेर आएको छु अब हामी चाहिँ आज कहाँ जाने भन्ने प्लान त हैन ड्याम जाँदै छौ है त हेर्नु होला है यता चाहिँ हाल्दै छन् कुटाहरुले नबोलिकन टुटिने त्यो ढुङ्गा तल माथि रहेछ कस्तो दामी ठाउँ के है त्यही त
बाटो यहाँ खानु पर्ने अब क्लोजमा हिँडे ल साथीहरु हामी चाहिँ ड्याबड्याम जान लागो बाटो लास्टै खत्तम रहेछ बिच बाटोमा आएर कुरिरहेछौँ केटाहरु आउँदैछ हेर्नु त बाटो यस्तो बाटो छ केटाहरु आउँदैछन् भाइ आए एकजना आए 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 यतै पार गरौँ आए एकजना अरु आउँदैछन् अगाडि गाडी छ क्या बिस्तारै जाऊ अगाडि गाडी छ पछाडि अलिक कम रहेछ के भयो ल केटाहरु आयो अब हामी जान्छौँ अगाडि है त हेर्दै गर्नु होला अझै बाँकी छ हामी अगाडि जान्छौँ उनीहरू अब स्कुटीमा हो भाइ र म आज भाइ र म छु है त गाइस ड्याबड्याम जान नि गाह्रै रहेछ भन्ने कुरो थाहा पायो साथीहरू आज ल ल गाइस हामी फाइनल्ली ड्याबड्याम आइपुग्यो है फाइनल्ली ड्याबड्याम आइपुग्यो अब हेर्नु होला हजुरहरूले कस्तो हुन्छ फाइनल्ली यहाँ आइपुगिसकेको छ हामी बाइकहरू सबै देख्नुहुन्छ बाइकहरू सबै अगाडि जान्छौँ हामी केटाहरू सब रिसाए घुम्ने जुम्ने मात्रै चाहिँ पोखरी मात्र रहेछ भनेर अगाडि जान्छ अब के हुन्छ कसो हुन्छ हामी पोखरा बल्ले 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 बल्ले
पोखरामा नाच्दैछ हाम्रो केटा अब सुरु हुन्छ नि हाम्रो यता भेनाजी हुन्छ खै त नि गीतै बजेन त गीत खै त ए हाम्रो चाहिँ साप यता हाम्रो दाइ दाइ यता राज दाइ ल सेल यता चौचौ यता खुसी हुँदा मै खाने टोल त दुईटा ल्याउनु पर्छ नि जान्छ दौडिदिनु One, two, three, go! Siga Mel! Muda com ela! Tchau, André! Vai. जङ्गलै जस्तो रहेछ नलिने नराम्रो ऊ मात्र भिडियो बनाउँदो रहेछ त्यसले अब के बनाएको यो नबनाएको अघि त्यो उकालो चढाएर बनाउनु पर्ने त्यहाँ पनि यस्तै पऱ्यो हेर्नु त डाँडा बस्छ गाई उता पनि छ ल गाइज हामी चाहिँ अब फर्किसक्यौँ है ड्यामबाट फर्किसक्यो अब भिडियो अलिअलि बनाउनु पाएन त्यहाँ पनि अब त्यस्तै भयो अब जति छ त्यति नै चित्त बुझाउनु होला है त साथीहरू ल भाइ र म भाइ यहाँ छ म यहाँ छु अरू केटाहरू आउँदैछन् पछाडि है त अब हामी
बिचमा अलिअलि राखिदिन्छौँ भिडियो। गाइस बाटो त यस्तो खत्तम रहेछ नि ल हेर्नु ल हेर्ने झुले ड्याम 8 किलोमिटर सुन्दरीचोल जाने बाटो यता अनि बाइकहरू सबै यता छ डाँडा पाखा पनि यतै हो हामी चाहिँ यता छौँ नगरकोट जाने बाटो नि यतै रहेछ नि ओ मामा हो लामसुङ बनाउन न राम्रोसँग बनायो ओइ फेरि आयो त्यता रहेछ नि बाटो त्यसको अब कसले भने राम्रो बाटो छ भनेको त त्यत्तिको हावा तालमा भनिदिन्छ नि ओहो पहिल्यै पढाइसकेको थियो अब उहाँ गरेको गइसक्यो कालो पिच रोड रहेछ कि ओहो तल त झन् पुग्दै बाटो हो